हेलो गाइस, वेलकम टु माई च्यानल। फेरि सुरु गर्छु मेरो ब्लगिङ हैन। आज यहाँ चाहिँ हिजो काकाले आउँदैछु। हिजो चाहिँ यहाँनिर नि जो वालीहरू उठाएको थियो अस्ति नै, त्यहाँनिर आज यो सफाइको काम हुँदैछ यहाँनिर नि हैन। पुरै सफाइको काम हुँदैछ। आता यहाँ मलाई कहाँ बोलाएको अनि यहाँनिर नि कसले बोलाएको छ? ए कन्ट्याक्ट दिएको रहेछ म त। कसले बोलाएको? अनि यतिकै मसलाहरू छाप्दैछ। आज त बोरिङ भइरहेछ, काम जस्तो छैन हैन। अरे भरैतिर विशाल भाइ बोला चालिदिनुहोस् नि आज पनि। आज राखे कति काम आयो दियो क्या न। मै सब्जी बनाउँछु अब यहाँनिर आलुको सब्जी हुन्छ। घामले माछा जस्तो डेन्जर घाम छ। अब सब्जीहरू बनाएको छु म, त्यसको पछाडि काम गर्छु। के काम हुन्छ ए यहाँ घाममा चाहिँ मिस्त्रीले खटेको छैन। मिस्त्रीमा चाहिँ एक्लै घाममा कति उभिन्छ भनेर हामी पनि घाममै बसिदिइरहेको छौँ। उसले एक्लै हुन्छ भनेर हैन। मिस्त्री सँगसँगै हामी पनि एकदम घाममा छौँ, किनकि मिस्त्री एक्लै हुन्छ भनेर यहाँनिर नै यसलाई पनि हौसला आउँछ। लेकिन जे पनि हो मिस्त्रीको बडी खतरा आयो रे, खतरा दिन्छ है, पास दिन्छ है। ल मिस्त्रीले यहाँ गर्दै गर्छ, हामी चाहिँ यहाँ बसेर हेर्दै गर्नुपर्छ अब एकछिन। टिनहरू सबै हटाइसकेको छु अहिले हैन, किनकि घाम मजाले रहेछ। त्यहाँ बोल्टहरू सुक्छ। यहाँनिर ट्याङ्की दुई भाइले काम दिँदैछ। म पनि ट्याङ्की आफ्नो काम हाल्दैछु। ठिक गर्दैछस् तोडेर तैँले यो? ठिक छ। यस हामी खानासाना खाएर हामी रेस्ट गर्दैछु एकछिन हैन। यसो रेस्ट गर्छु, पुरा गरम भयो। खानासाना खायो, खानासाना खाइसकेर अब यसो काम गर्नुपर्छ। घाम पनि आज पुरा लागिरहेछ हैन, हरेस भइरहेछ। ल एकछिन रेस्ट गरिहाल्छु। हेलो गाइस, अब हामी रेस्ट गरिसक्यौँ। अब जान्छौँ काम गर्नु। मेरो त के काम भन्नु र, यस्तै भिडियो गर्नु। अब जान्छु, यहाँ हेर्छु ल म। ए मिस्त्रीले यहाँनिर नि पुरै अब यताबाट सफा गर्नु आँटेको छ, यताबाट बनाउनु आँट्छ। ए विशाल भाइ, अहिले यता घोला बनाउँछु कि अलिकति मलाई पनि दिनु न, धुपकोटामा म बनाउँछु। फुटिरहेछ तपाईँको धुपकोटा यहाँनिर नि। अहिले मलाई लगाउनुपर्छ। यहाँ पूजा कोठा भाँडा कोठामा फुटेछ। अनि मैले निकै साफसुग्घर पनि गरेको थिएँ। अलिकति फुटेछ क्या, वाल देख्दैछु कि देखेको छैन। अनि यहाँनिर साफसुग्घर गरेँ, सामानहरू सबै हटाइरहेछु। अन्त म गर्छु। यता विशाल भाइले काम गर्दैछ। म हिजो जस्तै यहाँनिर बलुवाहरू चालिराख्छु, सजिलो हुन्छ हैन। बलुवाहरू चाल्छु म। कस्तो गरम छ आज। ल विशाल भाइ, म बल्ल चाल्दै गर्छु ल। तँ मसला बनाउनु छैन? ल यहाँ चाल्दिउँ।
अहिले चाहिँ नि हामी यहाँनिर बलुवा मैले सुकाइरहेको छु होइन। तब तक चाहिँ यहाँनिरको जो यो मैलाहरू छ नि पुरै म हटाइहाल्छु होइन। अहिले त्यस्तो काम भएको छैन, छाप्नु गर्नु मात्रै काम छ। यो सब हटाउँछु, तब तक बलुवाहरू पनि सुक्दै गर्छ। सबै काम हटाउँछु। मैले बहुत बलुवा चालिसकेँ होइन। अब आधी ज्यादा बलुवा खत्तम भइसक्यो चालेर। अनि अब यो बलुवा सलुवा मिलाएर म चाहिँ बजार जान्छु। बजारको पनि आज भिडियो देखाउँछु ल। बलुवा यति चालेर खत्तम भइसकेको छ। अब म चाहिँ नि बजार जाँदैछु। अब बजार जाने रेडी भइसकेर निस्किँदैछु होइन। अब यहाँ बजार जाँदैछु। बजारदेखि आएर यताउता के काम हुन्छ गर्छु। अब प्लसबारीको बजार चाहिँ थियो। अब हामी बजारतिर जानु लागेको। यहाँनिर अस्ति हामीले हाफिनले के भएन सादा भएको थियो। अब त्यही भएर हामी यहाँनिर चेन्ज गर्दैछौँ नि भाइ। अस्ति हामी चेन्ज गर्दैछौँ। यहाँ एउटा अङ्कलकोबाट पैसा कहाँ राखेँ मैले। नचल तोरू नचले 40 रुपियाँ किलो आम। 140। हाम्रो यहाँनिर बजार भइसकेको छ। अब हामी घर जाँदैछौँ। 10 रुपियाँ जय अङ्कलले खिलायो, मैले खिलाएँ, एउटै भएको थियो। बुझिस्? अब हामी मासु पैसा त अलग हो नि गाइस। हाम्रो कान्छाले यतिकै लिएर जा होइन बाबु यिनीहरूले यहाँ अब सौदा लिएर एकदम जाँदैछ हाम्रो भाइले। यहाँनिर एकदम हाम्रो बजार खत्तम भइसक्यो। टनटनन बजार भइसकेको छ अब हाम्रो होइन भने भाइ खतरा बजार भइसक्यो नि। अब हामी जाँदैछौँ भोगेन। यस गाइस अब म सबै घुमिसकेँ, बजार पनि गरिसकेँ। अब होइन सब्जी बनाउँछु आज। चक्कै दामी मिठो मासु बनाउँछु आज फ्राइडे होइन। आज बजार सजार गरेर राख्थेँ। अब दामी खाना बनाउँछु ल। एकछिनमा भिडियो देखाउँछु ल। म चाहिँ अब सब्जीहरू बनाइसकेँ होइन। रोटी बनाउँदैछु, फटाफट गरिहाल्छु। पुरा गर्मी भयो। हल्का देखाइदिनु पनि दिन्छु ल म बनाउँदा गरेको। मासु बान्दैछ।
रोटी कममा काम गर्छ यस्तै छ क्या मजा रहेछ मेरो खाना पाकिसक्यो हैन खानाहरु पाक्यो गरम भएर उठिसक्यो फुकाल्दै मैले अब खाली मासु पाक्नु बाँकी छ मासु पनि पाक्यो अलिकति ग्रेभी हालेको थिएँ र अलिकति थल्काइदिन्छु दिनभर काम गरेको कम्मर दुख्यो ल अलिकति यहाँ भाडा छ पखालिहाल्छु यो भाडाहरूलाई मैले खानाहरू पनि खाइसकेँ अब एकछिन रेस्ट गर्छु अनि एकछिन जान्छु मोरौमा एकछिन आराम गर्छु क्या थाक्यो अनि त्यसको चाहिँ मोरौतिर जान्छु अब म खानासाना खाएर पनि रेस्ट गरिसकेँ होइन दिनभर त म कामले गर्दा निस्किन पाउँदिनँ राति अब राति चाहिँ म एकदमै घुम्नु टाइम मेरो जसुकै होस् राति मात्रै घुम्ने क्या अनि यहाँ लेडा भाइले फोन गरेको थियो लेडा भाइ आउँदैछ ल अब लेडा भाइ पनि आइसक्यो अब हामी जान्छौँ एकछिन मैदानमा होइन जस्ट चिल गर्छौँ अनि त्यसको पछाडि मोरौ जान्छौँ ल अब हामी चाहिँ यहाँनिर मोरौ जाँदैछौँ होइन मैदानबाट आइसक्यौँ यहाँनिर अब 2 भाइ मोरौ जाँदैछौँ बाई बाई गाइस गुड नाइट अहिले म यहाँ मोरौबाट पनि आइसकेँ होइन एकछिन वहाँनिर बिजी भएँ अनि आएँ अब कति 12 बज्न आँटेछ अब 12 बज्न आँटेछ अब सुत्छु मेरो भिडियो यहाँसम्म हेर्नुभयो भने प्लिज लाइक एन्ड सब्सक्राइब गर्नुहोस् अनि प्लिज कन्टिन्यू मेरो ब्लग आउँछ यस्तै म दिनभर के गर्छु गर्दिनँ त्यसको तपाईँहरूलाई म भिडियोमा इन्टरटेनमेन्ट गर्छु होइन अझै म राम्रो गर्नुको कोसिस गर्छु तपाईँहरू हेर्दै गर्नुहोस् थ्याङ्क यू फर वाचिङ माई भिडियो